सो हेलो गाइज, दिस इज द डे 8 अफ 365 डेज। अनि म चाहिँ उठेर कलेज जानु लागेको। आज चाहिँ मेरो नेपालीको इक्जाम छ अनि म चाहिँ इक्जाम दिएन जानु लागेको। चिया खाएँ अनि इक्जाम दिएर आएँ अनि खानासाना खाएँ। निशा दिदी र म थियो अनि दिदी र म भात खाएँ अनि त्यसपछि म पढ्न थालेँ। एकछिन गुटुङ पढेँ अनि यसो फ्रेस हुँ भनेर दिदी र म चाहिँ हिँडेँ। अनि दिदी सुज हेर्ने रे भनेर अनि सुज हेर्न बसेँ। अनि यो चाहिँ तामाङ ड्रेसको कलेक्सन त्यो पनि हेरेँ अनि फेरि आएँ। अनि फेरि आएर अलिकति पढेँ, धेरै त पढेन, अलिअलि मात्रै। अनि त्यसपछि चाहिँ म पेन किन्न गएँ अनि पेन किनेर आएँ। गाइस हामी चाहिँ अहिले दिदीलाई ब्रासलेट किन्न चाहिँ गइरहेछ। हामी चाहिँ दिदीलाई ब्रासलेट बिकज दिदीको बर्थडे आउँदैछ, त्यसैले म दिदीलाई गिफ्ट दिनलाई होइन। त्यसैले गाइस त्यो पछाडिको कुराहरू नेग्लेक्ट गर्नु त्यो के थियो भने दिदीको बर्थडे आउँछ। उयो चाहिँ दिदी क्या, हाम्रो दिदी चाहिँ गयो उसको बर्थडे त, त्यो दिदीको। अनि राइनी दिदीलाई ब्रासलेट गिफ्ट दिउँ भनेर के यसो यता। So guys, stay tuned. माना सुल्तान धन्यवाद बनना। यस, कुछ कहना चाहते हो आप लोग? नहीं, मेरे पास कुछ नहीं कहने के लिए। मैं जितना कहूँ तुम्हारा आजको लागि मिनी भ्लग यति नै। हामी चाहिँ खानासाना खाएर सुत्न लाग्यो अनि मिल्नेछौँ हामी डे 9 मा। बाई बाई गाइस।